जस्तो माछा छ आयो आयो माछाको खानेकुरा हो कि के हो? आज राजापुरमा घुम्न आछौँ माछा हेर्नलाई। यहाँबाट हामी भित्र जाँदैछौँ। भित्र जाने बाटो हो यो, हेर्नु। ल यहाँ पानीको मुनि माछाहरू छ। हुन त पानीको मुनि माछै हुन्छ के अरे। केटीलाई खायो भने चाहिँ डल्फिनले हो त माछै भित्र पसेको। अझ उता भित्र पनि छ भने मुख देखाउँदै ए त्यो एउटा उता अचम्मको रहेछ माछा यो यिनीहरूको सेतो पखेटा भएको हो यो आएको यो सेतो पखेटा छ यो होला न भइगयो कि उता बाट भित्र जाँदैछौँ। यो के है चाहिँ यस्तो ढोका जस्तो छ। डिजाइन मात्रै हो अब हामी यहाँबाट उता तलै जाँदैछौँ। यस्तो अँधेरो छ यहाँ। तल जाँदैछौँ समुद्र भित्र। यस्तो के हो यो डिजाइन समुद्रभित्रको उस देखाएको यहाँ जनावर पनि त छ। यहाँ के हो माछा खा त देखिँदैन। यो सर्प जस्तो माछा छ। ए अँ त नि हेर्दैन अरे यहाँ अर्कै माछा छ छैन हेर्नु माछाको भिडियो कत्रो हो कि यो त होइन मम्मी यता आफै लाइट बल्दो रहेछ क्या अँधेरो भएपछि यसमा मोबाइलमा आफै लाइट बल्दो रहेछ क्या अँधेरो भएपछि ओहो यहाँ माछा किन्न पाइन्छ ग्रिल फिस लागेको होइन यो अर्कै हो उनीहरूले भित्रै के बनाएको छ नि के होइन त्यसमा फेसै देखाउनु पर्यो नि ठुलो आउँदैछ है मैले उताबाट आयो हिँड्नु त म भिडियो गरेको हिँड्नु जान यहाँ फेरि माथि माछाहरू उडे जस्तो छ। सिसा लाएर यस्तो भित्र जाने ठाउँ छ। यहाँ माथि पनि माछा छ। यहाँ फेरि यस्तो माथि टाउका माथि पनि माछा छन्। यस्तो टाउको माथि गरेर हेर्नुपर्छ यहाँ त। अब म आफ्नो यहाँ
फोटो खिच्न भन्छु। ल पुनम फोटो खिचिदेऊ त यहाँ। के हो त माछाको खानेकुरा हो कि के हो? होइन होला त जुका होला माछाको समुद्रमा समुद्र तल आइएको छ हामी दुबईको समुद्रको तल ठिक छ। ल हामी अब अर्को साइडतिर जाँदैछौँ। यहाँ साना माछाहरू छन्। कति धेरै साना साना बच्चा माछाहरू छन्। पाल्ने घर ल्याएर पालौँ जस्ता छन्। बोटो ओर्दैन हो कि वहीँको यस्तै हो क्या सेटै। यहाँ त सिसा छ। त्यही सिसामाथि टेकेर हिँड्ने हो। त्यहाँ मुनि माछा देखिन्छन्। टेक्न पनि डर लाग्ने। माछालाई कुचिने हो कि जस्तो हुने त्यस्तो रहेछ। ल हेर कति ठुलो माछा आउँदैछ। ल हेर